नमस्ते सबैलाई। म इन्द्रल। अस्ति न मैले एउटा भिडियोमा कमेन्ट गरेको थिएँ। केपी बाजीको भिडियोमा के कमेन्ट गरेको थिएँ भन्दाखेरिमा एउटा स्टेडियम बनाउने बित्तिकै त्यो ठुलो कुरा हैन। 5 चोटि प्रधानमन्त्री भइसकेपछि स्टेडियम, रोड र कुनै ठुलो घर बनाउनु ठुलो कुरा हैन। सबैभन्दा पहिला जनता सुरक्षित छ कि नै, जनतालाई शिक्षा मिलेको छ कि नै, जनतालाई खाना मिलेको छ कि नै, मेन कुरा त्यो हो। स्टेडियम, रोड सबै त्यो पछिको कुरा। यदि जनता खुश छ, यदि जनता शिक्षित छ, यदि जनता सही छ भनेपछि आफ्नो खुट्टामा हिँड्न सक्दैन। त्यस्तै स्टेडियम, त्यस्ता रोड, त्यस्ता बिल्डिङ हजारौँ बन्छन्। पहिला जनता कस्तो छ त्यो हेर, नेता हो भनेर मैले यसरी भनेको थिएँ। एउटा दाइले कमेन्ट गरेर भन्नुभएको थियो, त्यो कसको झोले भनेर। म कसैको झोले होइन, म एउटा गरिब घरको छोरा हुँ र म आफै कमाएर खान्छु। म कसैको पछि लाग्दैन, न कसैको म भरोसा गर्छु। यति मात्र हो कि हाम्रो देश हामीसँग हुनुपर्छ भन्ने मात्रै हो। जय नेपाल।